अहिले ज्ञानेन्द्र शाहले केही समय पहिलेदेखि नै निरन्तर रूपमा आफूलाई राजै भएको दाबी गर्दै हर्ताजुजुन गर्दै आइरहेका थिए। हामी बडो उदार भएर दलहरू पनि सरकार पनि उदार भएर उनलाई केही गरेन। तर गत अस्ति 15 गते उनकै उक्साहटमा, उनकै निर्देशनमा, उनकै योजनामा जुन ढङ्गको एउटा विद्रोहात्मक र एउटा अपराधिक ढङ्गका गतिविधि राजधानीमा भए त्यसले चाहिँ अब सीमा नाग्यो। उनलाई अब क्षमा दिन सकिँदैन। त्यसैले यो विषयमा चाहिँ दलहरूले एउटा सहमति बनाएर उनलाई चाहिँ आवश्यक संवैधानिक कानुनी कारबाहीहरू अगाडि बढाउनुपर्छ भन्ने धारणा मैले आफ्नो तर्फबाट चाहिँ राखेको छु। अहिले त्यहाँ छलफल हुँदैछ। प्रधानमन्त्री सुरुमा सामान्य सुझावहरू मात्रै राख्नुभयो। अब हाम्रो पार्टीको तर्फबाट मैले चाहिँ दुईवटा सुझाव दिएको छु। एउटा, उनलाई संविधान सभाबाट विधिवत ढङ्गले राजतन्त्र उन्मूलन गरेर निष्कासन गरिएको, त्यो संस्था उन्मूलन गरिएको र उनलाई नेपालको एउटा विशेषतामा हामीले अलिकति उदारतापूर्वक बस्ने, देशमा नै शान्तिपूर्ण रहने एउटा सुविधा हामीले उनलाई दिएको। तर पटक पटक उनले आफू राजा नै रहेको, शेर्पा महाराज धिराज नै भएको, त्यही रूपले सम्बोधन गर्ने, त्यही ढङ्गले वक्तव्य दिने जुन उनले गरे त्यो त सिधै ठगी धन्दा हो। मैले उदाहरण दिएर पनि त्यहाँले भने म पनि पूर्व प्रधानमन्त्री हुँ, हटिसकेपछि म पनि प्रधानमन्त्री हुँ भन्दै तपाईँले ठग्दै लाभ लिँदै हिँड्यो भने के हुन्छ? कानुनले त कारबाही गर्छ त भन्छ भने उनलाई पनि यसरी जुन ठगी धन्दा उनले गरेका छन् त्यसबारेमा उनलाई चाहिँ बयान लिएर आवश्यक कारबाही उनलाई गरिनुपर्छ।